जय मसीह हजुर सबैजनालाई ग्रेस अफ गड च्यानलमा यहाँहरूलाई स्वागत गर्दछु। आज फेरि पनि प्रभुको अनुग्रहमा हामीलाई दिन देख्ने प्रभुले हामीलाई मौका दिनुभयो। आज हामी प्रभुलाई महिमा अनि प्रशंसा चढाउँदै आज हाम्रो भजन सङ्ग्रहको पुस्तक अध्ययनको क्रमलाई अघि बढाउनेछौँ। आज हामी पढेर सुन्नेछौँ भजन सङ्ग्रहको 5 सुरक्षाको निम्ति प्रार्थना। हे परमप्रभु, मेरा वचनहरूमा कान थाप्नुहोस्, मेरो सुस्केरामा ध्यान दिनुहोस्। हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो दुहाई सुनिदिनुहोस्, किनकि तपाईमा नै म प्रार्थना गर्दछु। हे परमप्रभु, बिहानै तपाईले मेरो स्वर सुन्नुहुन्छ, सबेरै तपाईको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु। तपाईँ दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न, खराबी तपाईमा वास गर्न सक्दैन। घमण्डी मानिस तपाईको सामु टिक्नै सक्दैन। दुष्ट काम गर्नेहरू सबैलाई तपाईँ घृणा गर्नुहुन्छ। झुट बोल्नेहरूलाई तपाईँ नाश गर्नुहुन्छ। परमप्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ। तर म चाहिँ तपाईको अपार कृपाको कारणद्वारा तपाईको भवनभित्र बस्नेछु। भक्तिसाथ तपाईको पवित्र मन्दिरतिर फर्की दण्डवत गर्नेछु। हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईको धार्मिकतामा मलाई डोर्याउनुहोस्। तपाईको मार्ग मेरो सामुन्ने सोझो पारिदिनुहोस्। तिनीहरूको मुखमा सत्यता छैन अनि तिनीहरूको हृदय दुष्टताले भरिएको छ। तिनीहरूको गोक्रो खुल्ला चिहान हो अनि आफ्नो जिब्रोले तिनीहरू छलका कुरा बोल्छन्। हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्। आफ्नै जाल तिनीहरूका पतनको कारण होस्। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्, किनकि तिनीहरूले तपाईको विरुद्धमा विद्रोह गरेका छन्। तर तपाईमा शरण लिनेहरू चाहिँ रमाउन् र तिनीहरू सधैँ हर्षले गाउन्। तपाईले नै तिनीहरूको रक्षा गर्नुहोस् र तपाईको नाउँलाई प्रेम गर्नेहरू तपाईमा आनन्दित होउन्। किनकि हे परमप्रभु, तपाईले धर्मीहरूलाई आशिष दिनुहुन्छ। ढालले रक्षा गरे चाहिँ आफ्नो कृपा दृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ। आमेन।